स्वागत छ तपाईहरु सबैजनालाई हाम्रो यस युट्युब च्यानलमा। म तपाईहरुको युट्युबर साथी विकासन छेत्री तपाईहरुको बारेमा विश्लेषण गर्ने क्रममा अर्को नयाँ भागमा उपस्थित भइसकेको छु। तपाईहरुले दिनुभएको जन्म विवरणको आधारमा तपाईहरुको बारेमा विश्लेषण गर्नको लागि उपस्थित भइसकेको छु। तपाईहरुले दिनुभएको नाम, जन्म मिति, जन्म समय, जन्म ठाउँ, तपाईहरुले दिनुभएको जन्म विवरणको आधारमा तपाईहरुको बारेमा विश्लेषण गर्नको लागि उपस्थित भइसकेको छु। हामीहरुलाई फेसबुक मार्फत कमेन्ट गर्नुभएको थियो। मैले यहाँ उहाँको जन्म विवरण नखुलाइकिन विश्लेषण गर्न गइरहेको छु। भिडियो ध्यान दिएर हेर्नुहोला। ल त लागौं आजको विश्लेषणतर्फ। तपाईको स्वभावको कुरा गर्नुपर्दा तपाई निडर, साहसी, मेहनती स्वभावको हुनुहुन्छ। तपाईले जस्तो काम गर्न पनि साहस आउने, आँट, हिम्मत आउने कुराहरु देखाउँछ। कसैसँग नडराउने तपाईको स्वभाव देखाउँछ। तपाईका साथीहरु अधिक देखिन्छन्। तपाईले साथीहरुबाट साथ सपोर्ट मिल्ने कुराहरु देखाउँछ। तपाईले फ्यामिलीबाट साथ सपोर्ट मिल्ने कुराहरु देखाउँछ। तपाईले आफ्ना साथीहरुका लागि जे पनि गर्न अगाडि बढ्ने, आफ्ना साथीहरुलाई फुल सपोर्ट गर्ने तपाईको स्वभाव देखाउँछ। तपाईका शत्रुहरु कम हुनेछन्। शत्रु भए तापनि तपाईले आफ्नो बोली, ज्ञान, बुद्धि, विवेकद्वारा शत्रुमाथि विजय प्राप्त गर्नुहुनेछ। तपाईले अधिक मेहनतद्वारा सफलता प्राप्त हुने कुराहरु देखाउँछ। तपाई धर्म, कर्म, ज्योतिष, हेराइ चराइ प्रति विश्वास राख्ने, आस्था राख्ने व्यक्ति हुनुहुन्छ। तपाईको घर परिवारले पनि धर्म, कर्म प्रति आस्था राख्ने कुराहरु देखाउँछ। भगवान प्रति आस्था राख्ने कुराहरु देखाउँछ। तपाईले सफलता प्राप्त गर्न अधिक मेहनत गर्नुपर्ने कुराहरु देखाउँछ। यो कुरा मैले बताइसके। तपाई मेहनत गर्दै जानुहोला, सफलता अवश्य पनि प्राप्त हुनेछ। तपाईले समाजबाट उच्च कोटिको मान, सम्मान, पद, प्रतिष्ठा मिल्ने कुराहरु देखाउँछ। तपाई खेलकुदका क्षेत्रमा रुचि राख्ने व्यक्ति हुनुहुन्छ। तपाईका लागि कार्यक्षेत्रहरु हेर्नुपर्दा टिचर, एग्रिकल्चर, आर्मी, सोलिडर, पुलिस, विद्युतसँग रिलेटेड व्यापार व्यवसायहरु, इम्पोर्ट एन्ड एक्सपोर्ट वर्क इन फरिजन कन्ट्री, होटेल, ड्राइभर, फलामसँग सम्बन्धित व्यापार व्यवसायहरु आदि जस्ता कार्यक्षेत्रहरुबाट तपाईलाई लाभ मिल्ने कुराहरु देखाउँछ। तपाई यी कार्यक्षेत्रमा अगाडि बढ्न सक्नुहुन्छ। तपाईलाई विदेशी भूमिबाट लाभ मिल्ने कुराहरु देखाउँछ। तपाईलाई स्वदेशबाट भन्दा विदेशबाट लाभ मिल्ने कुराहरु देखाउँछ। तपाईले व्यापार व्यवसायहरु गर्ने क्रममा घरबाट टाढा रहेर काम गर्नुपर्ने कुराहरु देखाउँछ। तपाईले व्यापार व्यवसायहरु गर्ने क्रममा विभिन्न यात्राहरु गर्नुपर्ने कुराहरु देखाउँछ। तपाईले व्यापार व्यवसायहरु गर्ने क्रममा विदेशी भूमि भ्रमण गर्न पाउने अवसरहरु प्राप्त हुने कुराहरु देखाउँछ। तपाईको म्यारेजको कुरा गर्नुपर्दा तपाईको वैवाहिक जीवनमा केही समस्याहरु आउन सक्ने कुराहरु देखाउँछ। तपाईले विवाह गर्दा कुण्डली मिलान गरेर विवाह गर्नुहोला। तपाईका लागि राम्रो हुनेछ। तपाईले बाल्यकालमा विभिन्न दुःख, कष्ट, बिरामीको सामना गर्नु परेको कुराहरु देखाउँछ। हो हैन आफै मूल्याङ्कन गर्नुहोला। तपाईको शरीरमा चोटपटक लागेका दाग वा निशान भएको कुराहरु देखाउँछ। तपाई चञ्चल स्वभावको हुनुहुन्छ। जस्तो कुरालाई पनि मनोरञ्जनको रूपमा लिने तपाईको स्वभाव देखाउँछ। तपाईले जीवनमा सजिलै हार नखाने तपाईको स्वभाव देखाउँछ। जीवनमा जस्तो सुकै दुःख, कष्ट आइपरे पनि सजिलै हार नखाने तपाईको स्वभाव देखाउँछ। सजिलै हार नमान्ने तपाईको स्वभाव देखाउँछ। तपाईलाई चाँडै रिस उठ्ने कुराहरु देखाउँछ। तपाईको जीवनमा आउन सक्ने समस्याहरु हेर्नुपर्दा पेटसँग रिलेटेड समस्याहरु, कान, टाउकोसँग रिलेटेड समस्याहरु, प्रेसरसँग सम्बन्धित समस्याहरु आदि जस्ता समस्याहरुले तपाईलाई दुःख दिन सक्ने कुराहरु देखाउँछ। सावधान रहेर अगाडि बढ्नुहोला। तपाईका लागि शुभ रङ हेर्नुपर्दा पहेँलो रङ, अशुभ रङ हेर्नुपर्दा कालो रङ, शुभ दिशा हेर्नुपर्दा पूर्व दिशा, अशुभ दिशा हेर्नुपर्दा दक्षिण दिशा। तपाईका लागि इष्टदेवको कुरा गर्नुपर्दा तपाईले इष्टदेवको रूपमा भगवान विष्णु वा गणेशलाई मान्न सक्नुहुन्छ। भगवान विष्णु वा भगवान गणेशको पूजाआजा गर्न सक्नुहुन्छ। उहाँहरूको मन्त्र जाप गर्न सक्नुहुन्छ। भगवान विष्णुलाई प्रसन्न पार्नका लागि यो मन्त्रको जाप गर्न सक्नुहुन्छ। ओम नमो भगवते वासुदेवाय नमो। ओम नमो भगवते वासुदेवाय नमो। ओम नमो भगवते वासुदेवाय नमो। गणेशजीलाई प्रसन्न पार्नको लागि यो मन्त्रको जाप गर्न सक्नुहुन्छ। ओम श्री गणेशाय नमः। ओम श्री गणेशाय नमः। ओम श्री गणेशाय नमः। यी मन्त्रको जापद्वारा उहाँहरूलाई प्रसन्न पार्न सक्नुहुन्छ। अरु सबै कुराहरु तपाईका लागि राम्रो नै देखिन्छ। आजको यस भिडियोमा रहेर तपाईहरुको बारेमा विश्लेषण गरे। भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला। हामीहरुलाई कमेन्ट बक्समा सल्लाह सुझाव दिनुहोला। भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्नुहोला। तपाईहरु हाम्रो च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। यदि तपाईहरु पनि यसै गरी निशुल्क रूपमा आफ्नो बारेमा जान्न चाहनुहुन्छ, आफ्नो फ्यामिली, जब, करियर, व्यापार व्यवसाय
तपाईका लागि शुभ अशुभ इत्यादि कुराहरूको बारेमा जानकारी प्राप्त गर्न चाहनुहुन्छ, जान्न इच्छुक हुनुहुन्छ। यदि जान्न इच्छुक हुनुहुन्छ भने आफ्नो नाम, जन्ममिति, जन्म समय, जन्म ठाउँ कमेन्ट गर्न सक्नुहुन्छ। हामीहरूले तपाईहरूको बारेमा विश्लेषण गर्नेछौँ। यदि तपाईहरूको पालो आइराखेको छैन भने धैर्यतापूर्वक प्रतीक्षा गर्नुहोला। हामीहरूले तपाईहरूको बारेमा पालै विश्लेषण गर्नेछौँ। तपाईहरू हाम्रो च्यानलबाट एस्ट्रोलोजी, तन्त्र मन्त्र, साधना, सिद्धि, वास्तु टिप्स, मेडिटेसन, निःशुल्क रूपमा तपाईहरूको बारेमा विश्लेषण इत्यादि टपिकहरूको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। यी सम्बन्धित जानकारी प्राप्त गर्नको लागि यी सम्बन्धित टपिकहरूको बारेमा जानकारी प्राप्त गर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। हाम्रो च्यानललाई सब्स्क्राइब गरेर धेरैभन्दा धेरै सपोर्ट गर्नुहोला। भिडियो पुरा हेर्नुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। म पनि अर्को भिडियोमा उपस्थित हुनेछु भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। बिदा दिनुहोस्। हस्त, धन्यवाद।